हुने आशा पाख्या ज्वाइँ छोरी जति छन् फुपूका छोरा दुनियाँलाई मात्रै सहयोग गर्ने उनीहरूलाई कसरी पालन पोषण गर्ने हो। त्यस परिस्थितिमा बढी केन्द्रित भएर लागेको हामीले महसुस गरिसकेका छौँ। अनि यो परदेश भन्ने जो कुरा छ हामीले सुन्नु मात्रै पायौँ। परदेश हाम्रो छ भन्ने कुरा सुन्नु पाएको छौँ, तर परदेशबाट यो जिल्लामा अछाम जिल्लामा यहाँ बाटा खनेर जग्गा बिचेर तमाम ठाउँमा घर घरमा पुर्याएका छन्, तर न त्यहाँ ग्राभेल भ्या छ न ती पिच भ्या छ। त्यसैले अब यो आफ्नै पालन पोषण के अरे आफ्नै कार्यकर्ता मात्रै पालन पोषण गर्ने यो परिस्थिति जबसम्म काङ्ग्रेसबाट हट्दैन, भोलि अझ फेरि दोबारा काङ्ग्रेस अझ पहिलाकै जस्तै यो अछाम जिल्ला तीन ठाउँ 3 क्षेत्र जितेको ठाउँ हो। यी काङ्ग्रेसका नेताहरूले गर्दा 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 अहिले बल्ल यो गठबन्धन भए एउटा हामीले 2-3 जना मान्ने प्रदेशमा 2टा पायौँ, एउटा चाहिँ केन्द्रमा पाएको छौँ। नभएपछि अब यो परिस्थिति यही रहने हो भनेपछि भोलि